नमस्कार, स्वागत छ तपाईहरुलाई यो नयाँ भिडियोमा। यो भिडियोमा म तपाईहरुलाई स्टुडेन्ट लिंक गर्ने विषयमा बताउने छु। स्टुडेन्ट लिंक भन्नाले को प्यारेन्ट यदि तपाईको एउटै प्यारेन्टको मल्टिपल स्टुडेन्टहरु छन् भने त्यो चीज करेक्टली लिंक गर्नुभयो भने तपाईले सबै प्यारेन्टको चाहिँ सबै नानीहरुको एकै ठाउँमा सेन्ट्रलाइज्ड बिलिङ गर्न सक्नुहुन्छ। यो चाहिँ धेरै महत्त्वपूर्ण भइदिन्छ। अब यो गर्नको लागि अब जस्तै यहाँ हेर्न सक्नुहुन्छ कुनै यो अभिषेक कुमार भगत मालीको 2 जना नानीहरु छन्, तर यही प्यारेन्टको चाहिँ अरु पनि हुन सक्छन्। अब यहाँनिर तपाईले हेर्नुभयो भने यो प्यारेन्टको चाहिँ एउटा मात्र स्टुडेन्ट छ। त्यहाँ क्लिक गरेर पनि तपाई यता आउन सक्नुहुन्छ। अनि यो चाहिँ अहिले हामी प्यारेन्ट्समा छौं। अब यहाँनिर तपाईले सर्च गरेर नयाँ कुनै स्टुडेन्टहरु छन् भने मानिलिउँ शिवानी गुप्ता हो भने शिवानी गुप्तालाई सिलेक्ट गरेर अनि यसरी लिंक गर्न सक्नुहुन्छ। एकदमै सजिलो प्रोसेस हो लिंक गर्ने। अब तपाईले शिवानी गुप्ता लिंक गर्नेबित्तिकै उसँग जोडिएको ड्युहरु पनि यहाँ देखिन्छन्। अहिले शिवानी गुप्तामा कुनै ड्युहरु नभएको भएर होला। मानिलिउँ मैले जीवन गिरी क्लास 2 को गरे भने र उसलाई लिंक गरे भने उसको पनि ड्यु यसरी चाहिँ सबै इन्स्टेन्टली अपडेट हुन्छ। त यो तपाईहरुलाई सबै अब यहाँनिर क्लिक गर्नुभयो भने ड्युमा क्लिक गर्नुभयो भने तीनटै नानीहरुको यहाँनिर सेन्ट्रलाइज्ड बिलिङ हेर्न सक्नुहुन्छ। इभन तपाईले क्रिएट इनभोइस गर्न थाल्नुभयो भने तीनटै स्टुडेन्ट अप्सनमा आउँछन्। तपाईले जेनेरेट बिल गर्नुभयो भने यो चाहिँ अलिकति नयाँ जेनेरेट बिलको सिस्टम छ। यसमा चाहिँ तपाईको तीनटै नानीहरुको चाहिँ यसरी आउँछ। जस्तै मानिलिउँ जीवन गिरीको यति, अभिषेकको अब कुनै पनि थिएन। त यी चीजहरु चाहिँ तपाईले क्ल्यारिटीका साथ देख्न सक्नुहुन्छ। अब तपाईले यहाँनिर थोरै भनिहालौं, यो प्यान नम्बर या त भ्याट नम्बर तपाईले प्रोभाइड गर्नुभएको छैन भने हामीलाई इमेल गरिदिन सक्नुहुन्छ। हामी तपाईको स्कुलको रेकर्डमा राख्दिन सक्छौं। अब एकचोटी म फेरि भन्छु तपाईहरुलाई लिंक गर्ने तरिका दुईटा ठाउँबाट गर्न मिल्छ। स्टुडेन्टमा गएर प्यारेन्टमा गएर यहाँनिर प्यारेन्टमा गएर पनि मल्टिपल ठाउँमा यहाँबाट पनि गर्न सक्नुहुन्छ तपाईले लिंक, या त कुनै प्यारेन्टलाई खोलेर पनि गर्न सक्नुहुन्छ। यहाँबाट गर्ने भनेको स्टुडेन्टको नाम सर्च गर्ने र त्यसपछि प्यारेन्टको नाम कुन प्यारेन्टसँग उसको लिंक गर्ने, त्यसरी गर्न सक्नुभयो। यो एउटा तरिका भयो। त तपाईले अर्को भनेको चाहिँ कुनै प्यारेन्टलाई यिनेरी गएर चाहिँ यसको स्टुडेन्ट चाहिँ अर्को यो हो भनेर तपाईले सर्च गरेर चाहिँ आतिश पण्डित, अब आतिश पण्डितलाई फेरि लिंक गर्न खोज्दाखेरि चाहिँ अलरेडी एक्जिस्ट भन्छ, किन भन्दा यो लिंक भइसकेको छ। तपाईले कुनै नभएको स्टुडेन्टलाई लिंक गर्नुभयो भने अनि त्यसपछि यसरी लिंक हुन्छ र उसको ड्युहरु इन्स्टेन्टली देखिन्छ। यो एउटा उपाय भयो। अर्को भनेको चाहिँ तपाईको स्टुडेन्टमा गएर मल्टिपल प्यारेन्ट्स पनि राख्न सक्नुहुन्छ। जस्तै मानिलिउँ यहाँ रिलेसनशिप राजकुमार फादर मानौ अहिलेलाई। अब तपाईले मदर पनि यहाँनिर अब तपाईले यहाँ सुशीला देवी भनेर राख्नुभयो भने यो मल्टिपल प्यारेन्ट एउटा यहाँबाट पनि राख्न मिल्ने अप्सन रहन्छ तपाईसँग। त यो अर्को तरिका भयो। अब यो गर्नु हुने बित्तिकै तपाईको चाहिँ कुन स्टुडेन्ट हो आदित्य शाह। अब यहाँनिर आदित्य शाह सर्च गर्नुभयो भने ADIT आदित्य शाहमा राजकुमार शाह र सुशीला देवी। अब तपाईको एउटा यो चीज गर्दै गर्दाखेरि के ख्याल गर्नु होला भन्दाखेरि अपलोड गर्दाखेरि जेनरली मल्टिपल प्यारेन्ट्सहरु सेम नाम भएको मल्टिपल प्यारेन्ट्सहरु अपलोड भइ दिनुभएको हुन सक्छ। अब त्यो सिनेरियोमा चाहिँ तपाईले प्यारेन्टहरुलाई चाहिँ रिमुभ गर्न सक्नुहुन्छ। अब त्यो थाहा पाउने कसरी भन्दाखेरि मानिलिउँ सुनिल भनेर सर्च गर्नुभयो। सुनिल भनेर सर्च गर्दाखेरि यहाँनिर सबै डिफ्रेन्ट नाम छन्। अब तपाईको कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि राम भनेर गरौँ, कहिलेकाहीँ यो पनि अलिकति सबै डिफ्रेन्ट नै छन्।
त्यो चाहिँ 2-3 जना नानीहरू छन् भने जेनरली चाहिँ तपाईँको प्यारेन्टहरू डुप्लिकेट भइदिन सक्छ। जस्तै मानिलिउँ यो प्रमोद शाहको यहाँनिर आइडेन्टिफाई गर्ने अब राजन शाह रोशन शाह पक्कै पनि यो दुइटै उहाँकै नानीहरू हो। त यो सिनेरियोमा के गर्नु होला भन्दाखेरि एउटा प्रमोद शाहलाई यहाँबाट डिलिट गरेर रोशन शाहलाई यही प्यारेन्टमा लिङ्क गरिदिनु होला। यो प्रमोद शाह यदि दुइटै राजन र रोशन दुइटै दाजुभाइ हो भने यसलाई एउटालाई यहाँबाट डिलिट गरेर नाम सम्झिनु होला रोशन शाह, अनि त्यसपछि यो प्रमोद शाहमा गएर चाहिँ प्रमोद शाहमा गएर रोशन शाहलाई चाहिँ एड गरिदिनु होला। अब यो तपाईँले आफ्नो प्यारेन्ट चिन्नुहुन्छ, आफ्नो स्टुडेन्ट चिन्नुहुन्छ भने यो गर्नलाई धेरै सजिलो भइदिन्छ। त जेनरली यो मिलाउनु भयो भने तपाईँले बिलिङको कामहरू गर्नको लागि धेरै सजिलो हुन्छ। यस सम्बन्धी केही क्वेसन छ भने कृपया कमेन्टमा जानकारी गराउन सक्नुहुन्छ। धन्यवाद।